लखर आउँछन् लखर लखर जान्छन् सरकारी काम कहिले जाला घाम जहिले यसै भन्छन् थाहा छैन है तिमीलाई भने सबै थाहा छ भन्छन् के गर्दैछौ भन्यो भने डिठा साबु भन्छन् खरदार भने रिसाउँछन् डिठा भन्नु पर्छ जेमा पनि जान्ने सुन्ने टोप्पा लिनु पर्छ जहिले पनि आफ्नै होस् भन्छन् ला भैला नमस्ते 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 डिठा सा अहिले मारिदिन्छु अनि अस्ति तिजा बेला टन्न हाइमाई मान्छेहरू नाचिराखेका थिए त्यो बेलामा पुलिस आएर हतकडी लाएर लिएर गयो अब गाउँले अगाडि कसरी मुख देखाउने होला भनेर सोचेर बसिराखेका मुख देखाउनलाई नि सोच्नुपर्छ यसरी देखाउनु नगर न त भने आफूलाई यहाँ कस्तो पिर परिरहेको छ मान्नै पर्दैन नि बाबा तपाईले के गल्ती गरेछ र अनि केही गल्ती नगरे भए मलाई किन समातेर लगेका त छानबिनको लागि कहिलेकाहीँ जेल जानै पर्छ तर सजाय चाहिँ भोग्नु पर्दैन नि तपाईको कर्मचारीले रिपोर्ट गरेपछि तपाईले समात्न परेन ठीक भनिस् तैले आज म त सुन्दारेलाई छोड्दै छोड्दिन ल के गर्नुहुन्छ पिट्नुहुन्छ हाकिम भाइ भन्दैमा अरु कर्मचारीलाई हेर्नु हुँदैन अनि म के गरौँ त फुलमाला लिएर गएर त सुन्दारेलाई सम्मान गरौँ माला लगाइदिउँ त्यसलाई म तपाई अफिस जानु न तपाई वहाँ पुग्ने बित्तिकै तपाईसँग माफी माग्छन् तपाईले माफी दिनुस् त्यसपछि त्यो मान्छेले तपाईलाई कहिले नराम्रो सोध्दैन ओहो कस्तो गजबको कुरा गरौ भाइ यसले त अनि यस्तो कुरा कसरी आउँछ तँलाई खै थाहा छैन भित्रैबाट कसैले भन्न सिकाए जस्तो लाग्छ कहिलेकाहीँ त मै डिटेल सब हो कि जस्तो लाग्छ हो म त ठ्याक्कै बाकै जस्तो ठुल्ठुलो कुरो गर्छस् भाइ त त अब बच्चा भएपछि त बच्चाको जस्तै व्यवहार पो गर्नुपर्छ म बच्चै त हो नि बाबा बच्चै त हो नि भन्छ ठुल्ठुलो कुरो गर्छ अहिले मारिदिन्छु अनि राम 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 हरे कृष्ण के भइरहेको छ कहाँ मर्यो मटाङ रे ओ मटाङ होइन कहाँ मर्यो यो मटाङ रे हजुर यहाँ तल आइज आए माग्न आउने मेरो छोरो मटाङ रे हुँदा हुँदै दिनुलाई माग्न आउने होइन तैँले दिनुलाई कस्तो खालको लभ गरिस् त हुँदा हुँदै म अर्कोले छिट्याउन लागिसक्यो त्यो बुढो बुढो छिटो छिटो केटो माग्न आएको कस्तो थियो भन्नुहोस् त म जस्तै थियो तै जस्तो थियो मेरो छोरा मटाङले दिनुलाई कति मनदेखि माया गर्छ म पनि मन पराउँछु आफ्नै छोराले मन पराएको छोराको गर्लफ्रेन्डलाई मन पराउँछु भन्न मिल्दैन भनेर भन्नुहोस् नचाहिँदो कुरो नगर मैले त बुहारीको रूपमा पो मन पराउँछु भनेको त यहाँ किन खुर्को गयो जा भन्दैमा म जाने खालको मान्छे होइन भन्नुहोस् है दिलुलाई मैले भित्रैदेखि मन पराएको छु यदि दिलुलाई पाइनँ भने म मरिदिन्छु भनेर भन्नुहोस् मेरो छोरो पनि मर्छ मेरो छोरोको लागि भए पनि दिलुलाई त छोड्दे मैले छोड्नु मिल्दैन भन्नुहोस् बा कसरी किन बा कसको बा जो बाचेले बा भन्न मिल्दैन मा होइन बुढो मान्छे भएर पो त बा भनेर भनेको त नारायण बाजे नारायण भन्नु के नारायण बाजे भन्नु त यहाँ बस्ने होइन खुर्को गयो ल कहाँ जा भने उसलाई चिनेनौ नारायण बाजे नारायण भन्नु कति नारायण भन्दा गयो कता कता देखे जस्तो त लाग्छ तर ठम्याउन चाहिँ सकिनँ मैले गयो ल कस्तो चिन्नु नभएको आफ्नै छोरो मट्याङ्ग्री होइन यो ए हो त रहेछ नि बाउलाई ढुक्च्याउ त मर बडो नौटङ्की छ कि यो मेरो छोरो काम के अरे यो नाटक कहिलेसम्म चल्छ जबसम्म दिलु मेरी हुन्न नि बा तबसम्म यो नाटक चलिरहन्छ भनेर नाटक मात्रै गरेर दिलु हात त आउँदिन बुझिस् अनि दिलु कसरी हातमा आउँछ त बा भनेर भन्नु पट्याउनु पर्छ दिलु त पट्टेकै छैन तर हातमा आएकी छैन भन्नुहोस् दिलुलाई होइन त दिलुको आमालाई पट्याउनु पर्छ अब आमा चाहिँ त्यत्तिकै पट्टेला जस्तो मलाई लाग्दैन अर्कै चाल चल्नुपर्छ अब चाल त चल्ने नि तर कस्तो खालको चाल चल्ने भन न त कुरा सुन्नुहोस्
हजुर भाउजू खै घरमै छैनन् कि त्यहाँ ढोका खुल्लै छ ए दिलु ए जुठा साप आउनु भएको छ आउँछु बस्नुहोस् के भन्न आउनुभयो बस्नु भन्दा पनि कुरो के पर्यो भनेदेखि आज मैले चाहिँ गाविसमा चाहिँ तपाईँहरू छ नि त्यो नारायण बाजेर तपाईँको झगडा हो त्यसलाई चाहिँ आज मैले मिलाइदिने निर्णय गरेँ त्यही भएर तपाईँ आमा छोरी नै गाविसमा आउनु पर्यो भनेर निम्ता दिन आएको म त जिठा साप हामी उहाँ गाविससम्म किन आइराख्नु पर्यो यो गाउँको झगडा हो त्यसैले हामीले त गाउँमा मिलाइसक्यौँ त्यही त भनेको ए तपाईँहरू मिलिसक्नुभयो मिलिसक्यो हामी असाध्यै राम्रो झगडा भन्ने चिज गर्नै हुँदैन अब गाविसमा रिपोर्ट परिसकेपछि त अब त्यो रिपोर्टलाई मैले के गर्ने फेरि हँसै मिठो उठीको अहिले मारिदिन्छु अनि एकछिन त मजा गर्नै पर्यो बाबाले बच्चा पनि भनेछ हेरेर हिँड्नु पर्यो नि नारायण बाजे नारायण बाजे भन्नु के नारायण भन्छ नामले नारायण मात्र भनेर हुन्छ कामले नारायण हुनु पर्यो नि नारायण हुनलाई कस्तो व्यवहार गर्नुपर्छ भनेर भन्नुहोस् हामीले के नराम्रो गरेका छौँ भनेर भन्नुहोस् राम्रो काम गरे भए बाटोमा त्यसै लडिन्छ राम्रो गरे पनि नराम्रो गरे पनि यसरी बाटोमा पासो थापेपछि लडिँदैन त तैँले चाहिँ के राम्रो काम गरेछ तिमीहरूले केही नराम्रो काम गर्नलाई हिँडेथ्यौ त्यही भएर मेरो दिमाग खानी यस्तै आयो बच्चामा भगवान हुन्छ भन्थे हो रहेछ नि है नारायण बाजे नारायण हो भने के यस्तो बच्चासँग कुरा गरेर पनि हिँड्नुहोस् नमस्ते 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 अहिले मारिदिन्छु